दक्षिणा पनि दिनुपर्छ नि त, अब के गर्ने हो। नमस्कार साथीहरू, आज चाहिँ हामी यो सलकपुर स्थित नागदेवता स्थानमा रहेको कलबट खन्नको लागि हामी आज क्षमा पूजा गर्दैछौँ। ल नागदा, हाम्रो रक्षा गर। हामीले तिम्रो बस्नको लागि वासस्थान बनाइदिइसकेका छौँ। उता ग्याबिनमा हामी नाग बस्नको लागि वासस्थान बनाइदिइसकेका छौँ र आज हामी चाहिँ यसलाई एक्सकभेसन गर्न जाँदैछौँ आजको यहाँको बक्स कलबटलाई। ल रक्षा गर नागदेवता। आज चल्दैछ। बालगिन सर हुनुहुन्छ। हाम्रो एसियन हाइवे चाहिँ राम्रोसँग सम्पन्न होस्, टाइममै 3 वर्षभित्र नागदेवी हुन्छ। सबैको भलो होस्, मङ्गल होस्। कलबट खन्दा केही दुःख नदियोस् नागदेवताले। ल अब सर दक्षिणा पनि दिनुपर्छ नि त, अब के गर्ने हो।